आजको दिन शुभ रहोस् सबैजनाको र यात्रा राम्रो होस् त्यही कामना गरौँ। हेलो गाइज, आई होप यु गाइज आर फाइन र म पनि सन्चै छु। सो आज चाहिँ हामी खोटाङ जाँदैछौँ, तपाईँहरूलाई थाहा भइसकेको छ। हेरौँ बाटोमा अगाडि के कस्तो हुन्छ। आई होप सबै राम्रै होस् हैन, राम्रै होस्, चाँडै पुगियोस्। तर चाँडै भन्दा पनि अब खोटाङ जानेहरू चाहिँ प्रायः जसो बिहानै 4 बजे 5 बजे कुनै त 3 बजे नै जान्छन्। तर अहिले म चाहिँ 10:30 भइसकेको छ, यहाँनिर 10:25 भएको छ। यहाँ पानी ट्याङ्किनेर आइपुग्दाखेरि म चाबेलको आसपासमा छु। गाउँ पुग्न चाहिँ लगभग 12-13 घन्टाको बाटो हो भनौँ न नर्मल्ली। अब हेरौँ हामी चाहिँ कतिखेर पुगिन्छ। तपाईँहरूलाई म मेरो गाउँ र तपाईँहरू कतिको त आफ्नै गाउँ खोटाङको राहा बाङदेल घुमाउँछु, मेरो गाउँ घुमाउँछु होइन। यहाँ के कस्तो छ ठाउँहरू हेर्नुपर्छ। तपाईँ हामी सँगै घुम्न जाउँ है त ल। एकदमै ट्राफिक जाम भइरहेछ काठमाडौँमा अहिले। यो मेन यहाँ हाइवेमा चाहिँ 50 अनि भित्र चाहिँ 30-40 त्यस्तै छ। त्योभन्दा बेसी चाहिँ चलाउनु मिल्दैन। अहिले चाहिँ म यहाँ पिनकुने आइपुगेको छु। सो अगाडि पर देख्नुहुन्छ बसभन्दा अगाडि त्यहाँनिर प्लिक 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 बत्ती बलिरहेछ माथि टाउकोमा। त्यो चाहिँ स्पिड चेकिङ भइरहेको हो। सो यहाँनिर चाहिँ अब 40 भन्दा कम नै जाउँ हामी। यहाँ मिटर हेरेर चलाउनुपर्छ अगाडि भन्दा पनि। अब 35 मा कुदिरहेको छु म अहिले। माथि प्लिक प्लिक हानिरहेछ। मेरो पनि फोटो खिचिदियो होला। हामी अहिले कोटेश्वर आइपुगेको छौँ गाइज है। अब यहाँबाट हामी बायाँ नमोडिकन एकदम स्ट्रेट सिधा जाँदैछौँ भक्तपुरतर्फ। रेड लाइट अब 81 मिनटको लागि चाहिँ रेड लाइट बलेको छ। अब एकछिन आरामले बसौँ हामी। यो सिग्नलबाट टक्क निस्किने बित्तिकै चाहिँ पुरा रेसिङ पराया तरिकाले सबै निस्किन्छन् होइन। त्यो गर्नु चाहिँ एकदम गलत हो। त्यसो गर्यो भने चाहिँ केही हुने होइन। अगाडि गएपछि ट्राफिकले अनि फेरि चिट लिएर बसिरहेको हुन्छ। मलाई पनि त्यस्तै लागेको थियो पोहोर साल। पहिले त्यो दसैँको बेलामा म घर गएको थिएँ, त्यतिखेर अब ढिलो नि भइरहेको थियो। अनि यस्तै रेड सिग्नलमा पऱ्यो त्यहाँ भक्तपुरमा। अनि अगाडि नै थिएँ म। सो अगाडि नै छु भनेर चट्ट त्यहाँबाट निस्किने बित्तिकै सबै रन्कियो। म पनि रन्केर गएको त अगाडि गएपछि त पुरा चिटा हान्दिरह। ट्राफिकहरू देखेन, कहाँबाट स्पिड चेकिङ भइरहेको थियो पनि थाहा भएन। सबै कुद्यो, त्यही भएर आफू पनि कुदेको। अगाडि गएर चिटा हानिदिइहाल्यो। तर म पहिलोचोटि पढेको, मैले धेरै ट्राफिक रुल्स चाहिँ ब्रेक गरे होइन है। सो पहिलोचोटि स्पिडमा समात्यो भने चाहिँ 500 को जरिवाना काट्दो रहेछ। सो मेरो 500 को जरिवाना काटिदियो। अब फेरि सेकेन्डचोटि पऱ्यो भने 1000 रुपियाँ हुन्छ अरे। थर्डचोटि पऱ्यो भने 1500। 500ले जतिचोटि तपाईँ स्पिड चेकिङमा पर्नुहुन्छ त्यतिचोटि 500ले बढ्दै जाने रहेछ भनौँ न। यहाँ अगाडि होला है गाइज। यहाँनिर यो अगाडि यो चोकमा ट्राफिक सिग्नलमा पऱ्यो भने कहिले पनि स्पिडमा नजानु ल। यहाँबाट गयो भने चाहिँ योभन्दा अगाडि ट्याक्क स्पिड चेकिङमा बसिरहेको हुन्छ चिट बोकेर। यहाँबाट जो रेस खेल्दै गयो त्यसको काम छैन, अगाडि गएर चिट भेटिहाल्यो। अब अहिले पनि बसिरहेको होला, म तपाईँहरूलाई देखाउँछु छ भने। तर हामी चाहिँ बिस्तारी जाउँ बिस्तारी। यतिकोमा नबटारी जाँदा नि ओह्रालोमा 48 को स्पिड पुगिसक्यो। अनि
स्पिड लिमिट चाहिँ 50 छ। यहाँ सिट बोकेर बसिरहेछन् ट्राफिक छ। धेरै ओभर स्मार्ट भएर फिलिली कुद्नु हुँदैन। र तपाईँहरूले कहाँबाट हेर्दै हुनुहुन्छ, कुन ठाउँबाट, कुन नेपालको कुन जिल्लाबाट हेर्दै हुनुहुन्छ कमेन्टमा लेख्नु होला है त। अभी मजा आएगा ना भिडो। यहाँ बनेको आइपुगेको छ। सो अब हेरौँ, एकदम जाम, धुलै धुलो, दुई तर्फबाट बाटो पुरा बनाएर रहेछ कि। अनि बल्ल त्यो कटेर यहाँ आइपुग्यो। सो त्यहाँ चाहिँ मलाई खिच्न पनि मन लागेन, धुलै धुलो भएकोले गर्दाखेरि। गाइस अहिले चाहिँ म धुलीखेल आइपुगेको छु। सो अब यहाँबाट चाहिँ हामी सिन्धुलीतर्फ राइट मुडेर जाँदैछौँ, राइट साइड तर्फ। सो लेट्स गो। गाइस म चाहिँ अहिले भकुण्डे बेसी आइपुगेको छु। सो बाटोमा हल्का पानी परेको थियो, यो अगाडि पनि पानी पर्दैछ जस्तो छ। अब पानीले भेट्ला जस्तो छ फेरि अगाडि। भकुण्डे बेसी 52 किलोमिटर ड्राइभ गरिसकेको छु मैले। अनि 11:55 12 बजे भनौँ न, 10-11 2 घन्टामा भकुण्डे बेसी आइपुगेछ। सो गाइस अगाडि के हुन्छ हेर्दैछौँ होइन। मलाई मनपर्ने ठाउँ दामी, बाटो पनि पुरा खतरा बनाएको छ क्या चाहिँ। यस्तो बनाउनु पर्ने क्या बाटोतिर जहाँ पनि, भित्रतिर पनि यस्तो मजाले वालहरू ल्याएर होइन दामी बनाएको छ। मेरो फेभरेट बाटो हो यो चाहिँ, फेभरेट ठाउँ हो। अनि सुनकोशी म तपाईँहरूलाई देखाउँछु ल। यहाँनिर बिस्तारै अलिकति डिलमा जाउँ। अनि यो बाटो फेरि यस्तो बनाएको छ। त्यहाँ रिसोर्ट हो, त्यहाँनिर चाहिँ रिसोर्ट छ। अनि यो हो मुलकोट बजार यो चाहिँ। अनि यहाँनिर सुनकोशी यस्तो बगिरहेछ कि मजाले, पुरा भलबाडी आइरहेछ। यस्तो भलबाडी आउँदा पनि त्यो तल चाहिँ मान्छेहरू खोलामा पसिरहेछ, माछा मार्नु पस्यो होला। अनि यो माथि चाहिँ सेतीदेवीको मन्दिर छ। अनि त्यहाँनिर चाहिँ पुरै ऐना राखेको छ। अब कतिजनाले देखिसक्नु भएको छ होइन, नदेख्नेको लागि चाहिँ घुम्न आउनुहुन्छ भने चाहिँ एकदम यहाँनिर चाहिँ राम्रो ठाउँ छ भनौँ न। यहाँनिर अब रिसोर्ट पनि छ, त्यहाँनिर स्विमिङ पुलवाला सबै मान्छेहरू कतिजना स्विमिङ खेल्दै बसिरहेछ, दामी छ झेस। अनि यो बाटो चाहिँ मेरो फेभरेट बाटो, फेभरेट यस्तो मजाको बनाएको छ है। यस्तोमा उकालो पनि 64 गइरहेको रहेछ। अरे उकालोमा पनि यत्रो 64 जान्छ न। अस्तितिर त 30
35 मात्र 40 मात्र जाँदै थियो कि मेरो बाइकको पिकअप बढ्यो कि क्या अगाडि चाहिँ अहिले हेर्नु यहाँनिर अब 56 गइसक्यो 57 60 60 65 63 यस्तो उकालोमा पनि 65 63 को स्पिडमा गइरहेछ पिकअप बढ्यो हो कि क्या हो मेरो बाइकको हुन त मैले चेन स्प्रकेट भर्खरै अस्तिको दिन मात्र फेरेर आएको हो सो यहाँ हेर्नु है गाइस ऐना कति छ ऐना कति यति धेरै ऐना छ यहाँनिर जय सेती देवी माता पार्किङ एरिया 20 मिटर अगाडि कहाँ छ 20 मिटर एकछिन मात्र बस्दिउँ है त धेरै होइन चट्टै यसो हेरिदिउँ मात्र र मान्छेहरूले चाहिँ यहाँनिर सबै बोतल सोतल चाहिँ लिएर यहाँ फाल्न थालेछ त्यही त हो सो त्यही हो अघि त्यो तलको घर चाहिँ देखाइरहेको थिएँ नि मैले त्यही हो खोइ मान्छेहरू चाहिँ त्यहाँनिर एउटा नि बसेको देखिँदैन सो गाइस अहिले चाहिँ यहाँनिर सेती देवी मन्दिरको ठाउँमा आइपुगिसकेको छु म होइन तपाईँहरूलाई देखाउँदैछु तपाईँले देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ हाम्रो सबै गाडीको नम्बरहरू राखेर यसमा चाहिँ यो ऐनामा चाहिँ ऐना राखेको छ सबैमा गाडीको बाइकको के को सबै नम्बर राखेको छ अनि नम्बर राखेर चाहिँ त्यसमा ऐनामा राख्दा कहाँ उतादेखि लगेर अनि उता परसम्म छ अति नै धेरै छ ऐनाहरू चाहिँ सो यहाँनिर चाहिँ एकदम गर्मी रहेछ बाहिरतिर चाहिँ पुरा हरियाली भए पनि बाइकमा हिँड्दाखेरि त मजाले सरर हावा आइरहेको थियो तर अहिले यहाँनिर चाहिँ पुरा गर्मी भइरहेछ मलाई चाहिँ घाम चर्किरहेछ मजाले सो गाइस अब धेरै नबसौँ अब चल्दिउँ है त अगाडि के हुन्छ म तपाईँहरूलाई देखाउँदै जान्छु सेती देवी मन्दिरनिर बसेर एकछिन फोटोसोटो खिचियो एकछिन रेस्ट गरियो र अब फेरि बाटो लाग्यो अब जाउँ है त सो दामी छ गाइस यो तल चाहिँ सुनकोशी यो मुनि लेफ्ट साइडमा यो तलतिर सुनकोशी बगिरहेछ अनि यहाँ माथि चाहिँ चट्टा दामी बाटो छ खोटाङको यात्रा गर्ने बाटो चाहिँ बवाल लाग्छ मलाई अब एकछिन माथि हलेसीदेखि अझै माथि पुगेपछि चाहिँ फेरि यस्तो चिसो हावाहरू आउँछ नि त सो त्यो चाहिँ झन् बब्बाल हुन्छ त्यो बेला चाहिँ दामी अहिले चाहिँ यो ठाउँमा चाहिँ अलिअलि गर्मी रहेछ तर बाइकमा हिँड्दा त त्यस्तो फिल भइरहेको छैन होइन अघि त्यहाँनिर मन्दिरनिर बस्दाखेरि चाहिँ अलि तातो हावा आइरहेको थियो हुन त अब यो कोशीको छेउमा चाहिँ अब तराई जस्तै गर्मी आउँछ कि तातो हावा यो चाहिँ प्रायः जसो गाडीहरू बिसाउने ठाउँ यहाँनिर चाहिँ डाँडा छ होइन सो यहाँ माथि एकछिन बिसाउनु पर्ला प्रायः जसो मान्छेहरू यहाँनिर चाहिँ आएर एकछिन बिसाउने गर्छ सो गाडीहरू त प्रायः बिसाउँछ नि किनभने गाडीहरूलाई टाइमिङ राखिदिएको हुन्छ नि त एउटा चेकपोस्टबाट यो पछाडिको चेकपोस्टबाट यो अगाडि खुरकुट पुग्दाखेरि चाहिँ त्यहाँ टाइमिङ दिएको हुन्छ त्योभन्दा अगाडि गयो भने चाहिँ फाइन पर्छ सो प्रायः जसो यो डाँडामा आएर बस्छ सो यहाँ बसेर एकछिन हल्का निन्द्रा नि लाग्दैछ चटपटे के छ फ्रेस हुने चिज खानु पर्छ चटपटे बन्छ दिदी कि कहाँ हो चटपटे बनाउने चाहिँ छ तपाईँ हो नि बनाइदिनु त निन्द्रा लाग्यो फेरि यहाँ हेर्नु है यो पिपल खतरा छ जटाधारी पिपल जरासँग सुनकोशीमा भलबाडी आइरहेछ मजाले खतरनाक पाराले सधैँ आइरहन्छ तिम्रो यादहरू यो मन एक्लै गुनगुनाउँछ
अतीतका ती धुनहरू पर्खिरहे उडिरहे फर्की तिमी आएनौ वेदनामा गीत कोरे फर्की तिमी आएनौ वेदनामा गीत कोरे सुनिदेऊ यो गीत मेरो अमर रहोस् प्रीत हाम्रो जुनी जुनी तिमीसँगै जुने सपना मेरो तिमीलाई नै पाउने जुनी जुनी तिमीसँगै जुने सपना मेरो तिमीलाई नै पाउने तर कहाँ पुग्थ्यो र सोचे जति सबै सधैँ सधैँ आइरहन्छ। हामी चाहिँ अहिले यहाँ घुर्मी बजार आइपुग्यौँ है। यो चाहिँ पुरानो बजार हो होइन। पहिला यहीँबाट नुन तेलहरू लाने गर्थ्यो क्या खोटाङ ओखलढुङ्गा सोलढुङ्गो जता पनि। सो गाउँको मान्छेहरू चाहिँ यहाँसम्म मात्र पहिला गाडी आउँथ्यो अनि नुन तेल यस्तो कपडा सामानहरू पसलको लागि सामानहरू सबै यहीँबाट लान्थ्यो। सो घुर्मी बजार हो यो चाहिँ। योभन्दा पनि पारिपट्टि हो मेन बजार चाहिँ। सो यहाँबाट चाहिँ तराई जानुको लागि पनि यहीँ आउनु पर्थ्यो अनि काठमाडौँ जाने यो अहिले आएको बाटो त पछिबाट खुलेको हो अनि काठमाडौँ जानलाई पनि तराई गएर तराईबाट हुँदै फेरि काठमाडौँ जानु पर्थ्यो त गाईघाट कटारी हुँदै। सो यो चाहिँ पुरानो बजार। यहाँनिर चाहिँ सबै सामानहरू पाइन्थ्यो पहिला चाहिँ अनि सामानहरू लिन पनि यहीँनिर आउनु पर्थ्यो। हो यही हो। यो लेफ्ट साइडतिर चाहिँ पहिला हामी बाँस बस्ने ठाउँ थियो क्या यहाँनिर चाहिँ। अहिले त सबै भत्काएछ नत्र भने चाहिँ यस्तो बाँसको चिमै चिम बना चिमले बाँसको चिम भन्छ नि त यो बारेको यो टाटी चिम के भन्छ त्यस्तो घरहरू थियो यो वरिपरि यो लेफ्ट साइडमा यो राइट साइडमा अनि त्यस्तोमा आएर हामी बाँस बस्नु पर्थ्यो। गाउँबाट हिँड्दै 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 यहाँ आयो अनि यहाँबाट चाहिँ गाडी चढेर तराई जाने काठमाडौँ जाने यहाँबाट जानु पर्थ्यो। तर अहिले त पुरा चेन्ज भएर बिल्डिङ घरहरू बनाएछ। पारिपट्टि गएर पेट्रोल पनि लगाउनु पर्ने हुन्छ किनभने त्यहाँदेखि उँभो चाहिँ पेट्रोलहरू महँगो पर्छ। गाउँतिर चाहिँ पेट्रोलको एक जम्बोको चाहिँ 500 देखि 700सम्म पर्छ। जुन कोकहरू ड्युको जम्बो हुन्छ नि मेन चाहिँ हो त्यो ड्युको एक जम्बोबाट पेट्रोलको 500 देखि माथि 700सम्म होला। अहिले कति छ दियोस् त्यही रेन्जभित्र छ। सो यो पारिपट्टि पेट्रोल पम्प पनि छ त्यहाँबाट चाहिँ फुल ट्याङ्की गरेर फेरि लाग्नुपर्ने हुन्छ। चाहिँ यो सुनकोसीमा चाहिँ हामी डुङ्गाबाट तर्नु पर्थ्यो। डुङ्गा थियो यहाँनिर। सो त्यो डुङ्गा चाहिँ अहिले हटिसक्यो नि त यो पुल आएपछि। अनि डुङ्गामा चाहिँ कति दुर्घटना हुन्थ्यो। हाम्रै गाउँको कतिजना त्यस्तो डुङ्गा पल्टेर यहाँनिर बित्नु भएको छ होइन। सो त्यतिखेर एकदम रिस्की थियो। यहाँको बजारको मान्छेहरूले चाहिँ अब यो बजारलाई चाहिँ राम्रो हुँदैन सुक्छ बजारको व्यापार घट्छ भनेर चाहिँ यो पुल बनाउन रोकेको थियो अरे। तर पछि बनेरै छाड्यो र नभन्दै फेरि बजार पनि पहिला जस्तो छैन सुक्यो। अब यहाँबाट सबै आफ्नो आफ्नो घर गइहाल्छ नि त। सो ल हेर्न सक्नुहुन्छ यो सुनकोसी पुल चाहिँ। अनि यो सुनकोसी खोला हेर्नु यो चाहिँ अब उधोबाट पूर्वतर्फ बगिरहेछ। यो चाहिँ सुनकोसी नदी है। मैले अघि खोला भनिरहेको छु कि क्या हो होइन। यो चाहिँ सुनकोसी नदी हो। हेर्दाखेरि नै पुरा रिङटा घुम्ने जस्तो रिन बनाइरहेछ। यहाँनिर चाहिँ यस्तो गरेर एउटा भेटी चढाउन यस्तो भेटी चढाउने गरिन्छ। सो गाइज यहाँनिर चाहिँ अब
मैले यसो भेटीसेटी पनि चढाएँ होइन, सो हेर्न सक्नुहुन्छ यहाँ सुनकोशी नदी यो चाहिँ पूर्वतिर बगिरहेछ है, मतलब उँभो बगिरहेछ पूर्वतिर। अरू खोला चाहिँ पश्चिमतिर, अरू नदीहरू चाहिँ अरू खोला नदीहरू पश्चिमतिर बग्छ भने यो चाहिँ पूर्वतिर बगिरहेछ। अनि यो माथि गएपछि दुधकोशी पनि यसैमा मिसिन्छ। सो दुधकोशी पनि मिसेपछि त झन् यो बवाल हुन्छ। अहिले चाहिँ अब पानी पर्ने सिजन, बर्खा सिजन भएर यहाँनिर फलबाडी आइरहेछ पुरा। कसरी छ यहाँको चाहिँ छ होला नि। यो फुल ट्याङ्की लगाइदिनु त कति अट्छ? भरि 4 लिटर बनायो। 700 सो 169 भनेको 170 रहेछ भनौँ न। अघि मैले कहाँ त्यो धुली खेल कि कहाँनिर लगाउँदाखेरि 166 कति देखिरहेको थियो। काठमाडौँमा त्यस्तै 164 होला। यता गाउँतिर आएपछि अलि फेरि महँगो नै पर्छ। गाउँ जाँदाखेरि फास्ट चार्ज इलेक्ट्रिक बाइक गाडी लिनेहरूको लागि यहाँनिर चाहिँ चार्जिङ स्टेसन रहेछ है। यहाँनिर घुर्मी पुग्यो कपुर भन्छ यो पारिपट्टि। उता अहिले चाहिँ हामी उकालै जाँदैछौँ है माथि डाँडा निस्किनलाई। सो माथि चाहिँ हिले पानी भन्छ। तर हामी चाहिँ अहिले हिले पानी डाँडामा आइपुग्यौँ होइन। सुनकोशी क्रस गरेर हामी माथि सुनकोशीलाई छोडेर माथि आयौँ। अब हामी यहाँ ठ्याक्क लगाएर यहाँबाट लेफ्ट साइडबाट गयो भने चाहिँ ओखलढुङ्गा सोलुखुम्बु। अब यो सिधै यता राइट साइडपट्टि गयो भने चाहिँ खोटाङ जान्छ होइन। हिले पानी चाहिँ यही हो। अब हामी फेरि ओह्राल्दै जान्छौँ। सो अघि सुनकोशीको छेउ आएको थियौँ होइन। अब चाहिँ फेरि हामी दुधकोशीको छेउ जान्छौँ। अब सुनकोशी छोडेर हामी दुधकोशीतर्फ आइसक्यौँ। सो दुधकोशी चाहिँ यहाँ तल छ होइन। यो तल देखिरहेको चाहिँ दुधकोशी हो। तल देखिरहनु भएको त तपाईँहरूले होइन। कुनै ठाउँ घाम लागिरहेछ, कुनै ठाउँ बादल लागिरहेछ। अहिले यो कता काठमाडौँबाट हो कि तराईबाट आएको सुमोहरू। हाम्रो गाउँतिर आउने गाडी चाहिँ यस्तै हो, सुमो। हलेसुङ पार्क हलेसुङ पार्क अनि हलेसुङ रिसोर्ट। पानी टप्किनु थालिसक्यो साथीहरू, पानी टप्किनु थालिसक्यो त। यस्तो खाल्टा खुल्टी पानी यस्तो थर्किन्छ है। यहाँ त पुरा स्नेक ड्राइभिङ गर्ने बेला भइहाल्यो नि। यस्तो छ नि अहिले स्नेक ड्राइभिङ गर्दा प्लाट लड्यो भने फेरि माछालाई तनाप। छिप्लेर गयो भने माछालाई घुँडा पेल्सिन्छ। बिस्तारी जानुपर्छ, बिस्तारी भन्दा पनि यस्तो खाल्टाखुल्टी आइरहेछ। बिच बाटोमा पनि एक्कासी सरप्राइज पाराले खाल्डो आइदिन्छ यार। यस्तो छ, यस्तो केयरफुल तरिकाले जानु पर्यो। अहिले यहाँ आइपुग्दा 5:19 गइसक्यो।